दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ तिब्बतमा बस्ने एकजना नेपाली चाहिँ नेपालमा आएर हिरो बनेर नेपाली गीतहरू पनि गाउनु भएको छ। उहाँ चाहिँ सनम टप10 हुनुहुन्छ। दर्शकबिन आज हामी यस भिडियोमा सनम टप10 को लाइफस्टाइल एवं सर्ट बायोग्राफीको बारेमा चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको लाइफस्टाइल, एज, एजुकेसन, करियर, इन्कम, फ्यामिली साथै उहाँको गर्लफ्रेन्डको बारेमा साथै उहाँको मुभी र सङको बारेमा पनि चर्चा गर्नेछौँ। तपाईहरु यदि सनम टप10 को फ्यान फलोइङ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनुहोला। साथै हजुरहरूलाई उहाँको एक्टिङ कस्तो लाग्छ त्यो पनि प्रतिक्रिया कमेन्ट मार्फत भन्नु नबिर्सिनुहोला। दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी सनम टप10 को लाइफस्टाइल तर्फ लाग्नेछौँ। उहाँको रियल नेम रहेको छ सनम टप10 भने उहाँको निकनेम रहेको छ तेन्जिन दुनरुप। साथै सनमको डेट अफ बर्थ रहेको छ 30 अप्रिल 1994 र अहिले 2025 को अनुसार उहाँ चाहिँ 31 इयर्स पुगिसक्नु भइसकेको छ। सनमको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ तिब्बत मनाली इन्डियामा जन्मिनु भएको थियो र अहिले हाल करेन्ट रेसिडेन्ट कहिले इन्डिया कहिले नेपालमा बस्नुहुन्छ। सनम टप10 नेसनालिटीले चाहिँ टिबेटन हुनुहुन्छ भने साथै रिलिजनले चाहिँ बुद्धिस्ट हुनुहुन्छ। सनम प्रोफेसनले एउटा सिंगर, सङ राइटर, कम्पोजर, मोडल साथै एउटा एक्टर हुनुहुन्छ। आउनुहोस् अब हामी नेपालको साथै इन्डियाको एक्टर साथै सिंगर सनम टप10 को फिजिकल स्टेटको बारेमा चर्चा गर्नेछौँ। उहाँको हाइट रहेको छ 5 फिट 6 इन्च भने उहाँको वेट रहेको छ एप्रोक्स 71 किलोग्राम। आई कलर रहेको छ ब्ल्याक साथै हेयर कलर पनि ओरिजिनली ब्ल्याक नै रहेको छ। सनमको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ मास्टर डिग्री भने उहाँले आफ्नो स्कुलको पढाइ चाहिँ तिब्बत इन्डियामै पढ्नु भएको थियो। आउनुहोस् अब हामी नेपालको पपुलर सिंगर साथै एक्टर सनमको करियरको बारेमा चर्चा गर्नेछौँ। उहाँको जन्म चाहिँ तिब्बत मनाली इन्डियामा भएको थियो र उहाँले आफ्नो पढाइ स्कुलको पढाइ पनि तीदेखि नै गर्नुभएको थियो। उहाँ चाहिँ एउटा टिबेटन भएर होला उहाँले चाहिँ सानोदेखि नै गीतमा फोकस गर्नुभयो। बुद्धिस्टहरूको चाहिँ गीतमा धेरै इन्ट्रेस्ट गर्नुहुन्छ बुद्धिस्टहरूले, त्यही भएर उहाँलाई चाहिँ सानोदेखि नै गीतमा इन्ट्रेस्ट भएको होला, त्यही भएर अहिले उहाँ चाहिँ सिङ्गर हुनुभएको छ। सनमले चाहिँ हिन्दी गीतहरू पनि कभर गीतहरू टन्नै गाउनु भएको छ साथै उहाँले चाहिँ नेपाली गीतहरू पनि गाउनु भएको छ। सनमले चाहिँ 2022 मा सम्हालिन्छ कहिले मन मुभीमा उहाँले चाहिँ एक्टिङ गर्नुभएको छ। उहाँले चाहिँ लिड रोलको एक्टिङ गर्नुभएको छ। साथै अहिले 2024 मा पनि उहाँले चाहिँ साम्बाला मुभीमा एक्टिङ गर्नुभएको छ। दर्शकबिन उहाँ चाहिँ इन्डियाको भन्दा पनि अहिले नेपालको मान्छे भनेर धेरै दर्शकहरूले चिन्नुहुन्छ। दर्शकबिन सनमको रिलेसन स्टेटसको बारेमा भन्नुपर्दा उहाँ चाहिँ सिंगल हुनुहुन्छ। साथै उहाँको फ्यामिलीमा चाहिँ उहाँको फादर एन्ड मदर हुनुहुन्छ। आउनुहोस् अब हामी सनमको इन्कमको बारेमा चर्चा गर्नेछौँ। उहाँको परिश्रमको बारेमा चर्चा गर्नेछौँ। उहाँले चाहिँ एउटा गीत गाएको बापत र मुभी गरेको बापत आफ्नो चार्ज कति लिनुहुन्छ? दर्शकबिन नेपालमा उहाँले चाहिँ एउटा मुभी गरे बापत चाहिँ 7 to 10 लाख रुपिस लिनुहुन्छ र अहिलेसम्मको उहाँको नेटवर्थ भन्नुपर्दा सनमसँग चाहिँ करिब 2 देखि 3 करोड रुपियाँ रहेको छ। उहाँ चाहिँ एउटा एक्टर साथै साथ एउटा समाजसेवी पनि हुनुहुन्छ। दर्शकबिन यही थियो सनम टप10 को लाइफस्टाइल एवं सर्ट बायोग्राफी। तपाईहरुले यदि यो भिडियो मन परे च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनुहोला।